क्रिएसन के थियो यो जाली रुमाल खै त कहाँ छ जाली रुमाल छैन उता पछाडिपट्टि छ कि हेर्नु त यस्तोमा के धेरै के सामानहरू राख्नु मिल्छ त्यहाँ ओके कोच वाङदेन कस्तो थियो त आज क्रिएसनको यो परफर्मेन्स बब्बाल थियो ब्रो एकदमै खतरा एकदमै दामी खासमा क्रिएसनले चाहिँ हरेक टाइम आफ्नो जे स्किल छ आफ्नो जे गुणहरू छ त्यसलाई एभ्री टाइम नयाँ नयाँ कुरा देखाउँछ आज त्यो मुभ हेरौँ त एकचोटि यस्तो वाला के अरे आज त खतरा मुभ्स दिएको मुभ्स पनि कस्तो राम्रो आज सिङ्गिङ पनि कस्तो राम्रो यो खास मेरो बुवाको वान अफ हिज फेभरेट गीत हो कि मेरो बुवाले जहिले गीत गाउनुहुन्छ अनि खास मेरो बुवाले आफ्नो खैरे साथीहरूलाई पनि यो गीत सिकाएर उहाँहरू हामीलाई भेट्न आउँदा पनि बेनीको बजार वाक्क पार्ने के तर आज क्रिएसनले चाहिँ यस्तो राम्रो गायो यति मजा आयो नाच्न पनि हामी सबै कोचहरू यता नाच्दा त्यसपछि क्रिएसन यता मुनि पनि आयो हामीसँग नाच्यो आज चाहिँ एकदमै नयाँ क्रिएसनको रूप देख्न पायो जस्तो लाग्यो एकदमै खुसी लाग्यो ग्रेट जब थ्याङ्क यू सर ओके कोच अर्जुन के थप्प लाग्नु भएको छ मलाई होइन एकदम क्रिएसनले आफ्नै घर नजिकको गीत गाएको है हजुर कस्तो लाग्छ घर नजिकैको गीत गाउँदा मजा लाग्छ एकदमै मजा आयो तपाईँले एकदमै फुल इन्जोय गरेर गाइरहनु भएको थियो एउटा लोकगीत सबैजनालाई विदेशबाट आउने खैरे सैरे सबलाई सिकाउने गीत हो त्यो एकदम मजा पनि भयो आज एकदम राम्रोसँग गाउनु भयो क्रिएसनको अनेक अवतारहरू देखिरहेको छ यो अवतार पनि एकदम मन पर्यो धेरै धेरै शुभकामना थ्याङ्क यू सर भोटिङ लाइन अझ पनि खुल्ला छ क्रिएसनलाई हाम्रो म्याग्दीको हिरो क्रिएसनलाई फाइनलसम्म पुगेको हेर्न चाहनुहुन्छ भने खल्ती बाई आयामी एप मार्फत भोट गर्न सक्नुहुन्छ सो क्रिएसन भोटको लागि अपिल गर्न सक्नुहुन्छ देश विदेशमा रहनुभएका सबैजनाले मलाई भोट गरेर यहाँसम्म पुर्याउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच यदि तपाईँहरूले मलाई फाइनलिस्ट भएको नै हेर्न चाहनुहुन्छ भने प्लिज भोट दिनु होला थ्याङ्क यू सो मच क्रिएसन एन्ड अल द बेस्ट हामी अब केही समयमा हजुरलाई स्टेज बोलाउनेछौँ बट थ्याङ्क यू सो मच रिजल्टको टाइममा भेट्छौँ आज केही शब्द जाओस् क्रिएसन मैले त गएर यहाँसम्म आउने सोचेको नि थिएन मैले त ब्लाइन्ड अडिसनमै आउट हुने जस्तो लागिरहेको थियो तर म सेमी फाइनलसम्म आउनु नै मेरो लागि एकदमै ठुलो कुरा हो यति नै नामहरू रहेका छन् र फेरि पनि दर्शकहरूको लागि यो जानकारी राख्न चाहन्छौँ रिजल्टको एनाउन्स भए सँगसँगै आजबाट होइन तपाईँहरूको भोटिङ लाइन भोलि कोच अर्जुन र यसरी कोच मिलनले आफ्नो फाइनलिस्ट पाए सँगसँगै 8जना प्रतिभाको भोटिङ लाइन खुल्ला हुनेछ एउटै समयमा र बन्द हुनेछ नेक्स्ट स्याटरडे ग्रान्ड फिनालेको दिन राति 9 बजे र यो भन्दै त्यो नाम हामी घोषणा गर्न गइरहेका छौँ सबैजनाको ढुकढुकी बढिरहेको छ यहाँ हामीले देखिरहेका छौँ धेरै बढिसकेको बट लाइक द शो फर्मेट ओन्ली 2 नेम्स रिमेनिङ र यी 2 नाम हामीले अर्को एपिसोडमा नि देख्नेछौँ परफर्म गर्नुहुनेछ ग्रान्ड फिनालेमा द भोइस किड्स सिजन 5 को फाइनल ग्रान्ड फाइनलिस्ट हुनुहुन्छ एकदमै थोरै मतान्तर रहेको थियो उहाँहरूको नेक टु नेक र त्यो नाम रहेको छ कविना रोय एन्ड क्रिएसन रोका Congratulations to Kabina Rai and Creation Roka एकदमै नेक टु नेक भोटिङले सो सगुन म तपाईलाई सोध्न चाहे सेमी फाइनलमा गएर तपाईको द भोइस किड्स सिजन 5 को यात्रा टुङ्गिएको छ सो बधाई छ टिम सत्य र यसै गरी बधाई छ टिम वाङदेनलाई तपाईले आफ्नो दुई फाइनलिस्ट पाइसक्नु भएको छ